थोयोपट्टि चाहिँ छौ शुभ सायद शुभ उपलक्ष्य चाहिँ सेरिया चाहिँ मदया चाहिँ छौ चिकपिन्ड चाहिँ भाइसक्यो अथवा बा मायुपट्टि चाहिँ पहिलो चाहिँ जङ्को यो उपलक्ष्य चाहिँ यो चाहिँ जिबे खाना जो जी थर्टी बाहेक जी चाइडी पनि गुल्न चाहिँ जी थर्टी पाउनु पिन्ट चाहिँ यो चाहिँ छौ शुभकामना बाहेक यो चाहिँ शुभ धन्यवाद अहिले एकै ड्याउने न होइन झी आ नपान्छे चाहिँ गु चिर भावले चाहिँ ठाउँ तकयोपट्टि गु छौ समय ख जी जिगु न चाहिँ कया वायु न हुन्न छौ तरौँ छौ समय चाहिँ ठाउँ चाहिँ परीक्षा योपट्टि छौ घडिएर चाहिँ ध्यानमा ल अहिले वो हिसाबमा चाहिँ त्यसमा चाहिँ जिन लेता बामा पिना यो लेता त्यो चाहिँ पहिलो जङ्को भीम रथारोहण योपट्टि बामा योपट्टि पहिलो यो चाहिँ जङ्को यो उपलक्ष्य चाहिँ बामा जिबिन त्यसमा लेता उके यो हिसाबमा चाहिँ थो समय थो घडी चाहिँ भयो चाहिँ हाना वहीमको अहिले एजिया चाहिँ छौ छौ चिरौँ बिचा हाकी थिएन चिकन त सेयर या थिएन चाहिँ छौ चिरौँ छौ चाहिँ मन्तव्य थिएन चाहिँ तया सुधार नेवा समुदायमा एउटा यस्तो पर्व छ जहाँ वृद्ध वृद्धाहरूलाई पूर्ण जन्मको उपमा दिएर भगवान जत्तिकै पूजा गरिन्छ। नेवारी संस्कृतिमा जङ्कु मनाउने उमेर अर्थात् 77 वर्ष 7 महिना 7 दिन काटिसकेका सबै व्यक्तिलाई भाग्यमानी दीर्घजीवी र जिउँदो देवता नै मानिन्छ। माया रे रत्ना जिना छके माया ओ माया रे रत्ना जिना छके माया चाहिँ छि निम नेचर चना चाहिँ जङ्गुया खन छि जङ्गुया या डुज्या छि परिवार पासमे अले छि क्यापी म्यापी टको लेटा मखला अटेन तो गेर आठो पहिला यो छ यो भीमराटा रोहन जङ्गु छि सा या नते अटेन तो निको सोकन या दसा छि मस्त गुल लेटाइ अटेन तो छिन गुल लेटाइ तो चाहिँ छि या एमाटका भगवान उसपल के फने अले छि परिवार पिन टको चाहिँ आनन्दपूर्वक चाहिँ थियो ज्याजोले शरीर जुया चाहिँ खुसी जुया विभिन्न लेफुको लेटाको ज्या सँग खना छिन लेटा डबले छि थे लेटाका चन्देमा तगा चाहिँ छिसा उसपल भगवान का फने हावाको लहरसँगै उडिरहन मन तिम्रो त्यो बासना मनमै चल्यो रे हावाको लहरसँगै उडिरहन मन तिम्रो त्यो बासना मनमै चल्यो रे तिम्रो त्यो बोलीमा मगन भएर तिम्रो गाडी फुलहरू पनि छम 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 नाच्यो रे ओ बात सुन्दा तिम्रो त्यो बोली मुटुमै लागेर नै रमायो रे
चेहरामा लत्थामा भएर यो बेरङ्गी जिन्दगीमा हिँड्ने पान आयो रे ओ तिमी आयो धरतीमा आयो रे Kita yung maradong matitao Gulit sa kabalat sang gukwao ए चन्द्रमा मेरी चन्द्रमा किन लाजले पुटुकै भएर पसेको बादल हैमा ती आँखामा तिम्रै आँखामा बेचु म त विभिन्न नबुझिने पहेलीहरू नमस्ते सबैजनालाई हामी आज यहाँ हाम्रो मम्मी ड्याडीको भीमरथारोहणमा आउँदैछौँ अस्ट्रेलियादेखि दुईजना एकजना छोरा र एकजना छोरी बोकेर एकदम खुसी लागिरहेछ हामी यहाँ आएको त्यहाँदेखि मम्मी ड्याडीको यस्तो ठुलो कामको लागि र यस्तो अवसर अब आउँदैन धेरै भनौँ न त्यही भएर यो अवसरलाई चाहिँ हामीले एकदम स्पेसल मानेको छौँ र हाम्रो ड्याडी मम्मी रत्नबहादुर राजकर्णिका र केशरी राजकर्णिकालाई धेरै धेरै बधाई पनि दिन चाहन्छौँ All the best उहाँलाई बेस्ट विशेस अनि अझै पनि उहाँहरूको अर्को पनि जम्बु हेर्न पाऊँ फेरि आउन पाऊँ र एकदमै धेरै खुसी लागेको छ किनभने अब यही अवसर मिलेर अब सबैजना फ्यामिली पनि भेट्नु पाइरहेछ होइन अब पुरानो अब रिलेटिभ्सहरू कति भएर नभेटेको वर्ष भइसक्यो उहाँहरू सबैलाई पनि भेट्नु पाइरहेको छ र नयाँ नयाँ अब जङ्कुमा के हुन्छ कस्तो हुन्छ त्यो धेरै थाहा छैन त्यसैको लागि धेरै धेरै धन्यवाद छोरी पनि सँग गर्न पाएका छौँ अब त्यसले गर्दाखेरि पनि धेरै नै खुसी लागेको फेरि एकचोटि हाम्रो मम्मी ड्याडीलाई भीमरथारोहणको धेरै धेरै शुभकामना